हाम्रो खोलातिर त किरा पनि हुँदैन नि होइन। यहाँ हेर्नु न खोलामा माछा, ओ माछा नै देखिरहेको छ नि। माछा हेर्नु त कति धेरै, कति माछा त ल यहाँको खोलामै। यो हामी चाहिँ आज यसो घुम्दै हिँडिरहेको छौँ। धेरै पछि मैले भिडियो बनाएँ है, सेतो देखेको मलाई यो क्यामेरामा। अनि काम छैन, यो चाहिँ मेरो भविष्यको घर भनेर भन्दा नमिल्ने। ल सबैजनालाई धेरै मिस गरेको छु भन्दै हामी चाहिँ घुम्दैछौँ बाटोमा लखर लखर। पुरा हावाहुरी चल्न लाग्छ। हिजो त यति ठुलो हावाहुरी, पानी यस्तो डर लाग्दो भएको थियो। आज पनि त्यस्तै हुन्छ भन्दैछ, अब हेरौँ के हुँदो रहेछ। गाडीहरूमा हातमा डबल पैसा त्यो बक्सामा हालेर प्यारेन्ट्स पनि छैन। यस्तो सेफ महसुस गरेर आफैलाई हिँड्छ बसमा। मिस्टेकली अर्को गाडी चढेको अवस्था। फेरि वाकिङ यो कस्तो जङ्गलमा ऊ पनि धेरै वर्ष गाडी नचढेको रहेछ, बस चढेकै छैन र फर्स्ट टाइम चढेको। ठुलो हामी खासमा ऊ त्यो पारीबाट बिल्डिङहरू भएको छ यो रोडमा। कापाइस मङ्गाले आफ्नै ढङ्गले जस्तै भयो। अब हामी चाहिँ ट्याक्सी बोलाएको छ। हामी चाहिँ बस चढेर नभएर उल्टो बाटो आइदिएछ क्या त्यो बसमा। उनीहरूले पनि मिस्टेक भएछ, उसलाई पनि सधैँ आफ्नै गाडीमा त्यो लोकेसन हेर्दै हिँड्नु बानी बस्नु। उनीहरू पनि धेरै भएर नचढेको, त्यही भएर थाहा भएन भन्छ। हाम्रो त ला चावल जोरपाटी पाउँदा चावल जोरपाटी पाउँदा भन्छ नि, यहाँ त नभन्ने रहेछ। लेख्ने रहेछ के लेख्यो आफै बुझ्यो के गर्छ। चावल जोरपाटी पाउँदा मरि हिँड्ने अब आकाशे फुल